ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। जय सबैको भलो होस्। म युवा ज्योतिष नारायण सिलवाल यहाँहरू समक्ष उपस्थित भइसकेको छु आजको राशिफल लिएर। विक्रम सम्वत 2083 साल असार महिना 3 गतेको राशिफल यस प्रकार रहेको छ। राशिफलको सुरुवात गर्नुभन्दा अगाडि आजको पञ्चाङ्गबाट सुरुवात गरौँ। आजको सूर्योदय 5:09 गएर 48 सेकेन्डमा सुरुवात भएको छ भने सूर्य अस्त फरे 18:59 मा हुनेछ। आज शुक्लपक्ष तृतीया तिथि 26:21 विपला पछि चतुर्दशी नक्षत्र पुनर्वसु योग ध्रुव योग करण तैतिल करण चन्द्रमा मिथुन राशि। दिनको अवधि 34:34 विपला रात्रिको अवधि 25:25 विपला। आजको बार बेला लाभ बेला 5:09 देखि 6:53 अमृत बेला 6:53 देखि 8:37 काल बेला 8:37 देखि 10:21 शुभ बेला 10:21 देखि 12:04 रोग बेला 12:04 बाट 13:48 और बेला 15:32 देखि 17:16 लाभ बेला 17:16 देखि 18:59 विक्रम सम्वत 83 साल असार महिनाको 3 गतेको राशिफल यस प्रकार रहेको छ। मेष राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा काममा सामान्य चुनौतीहरू आउन सक्छ। प्रेम सम्बन्धमा परिवारमा शान्त वातावरण कायम रहनेछ। स्वास्थ्य पक्षमा जोड्नीमा कडापन देखिन सक्छ तर अस्थायी रहनेछ। आर्थिक मामिलामा साझेदारबाट सकारात्मक सहयोग मिल्नेछ र मानसिक रूपमा अरूको समस्या सुन्न रुचि कम देखिनेछ। वृष राशि। आज केही क्षेत्रमा सावधानी आवश्यक देखिन्छ। कार्यक्षेत्रमा काममा एकाग्रता कायम राख्नु आवश्यक छ। प्रेम सम्बन्धमा दाम्पत्य जीवनमा एकरसता महसुस हुन सक्छ। स्वास्थ्य पक्षमा परिवारको स्वास्थ्य अवस्था सामान्य रहनेछ। आर्थिक मामिला भाग्यको साथ कमजोर देखिन सक्छ र मानसिक रूपमा आत्मसम्मानमा हल्का ठेस लाग्न सक्छ। मिथुन राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा पुराना गल्तीहरू सुधार्ने अवसर मिल्नेछ। प्रेम सम्बन्धमा प्रियजनको फोन र सन्देश ढिला हुन सक्छ। स्वास्थ्य पक्षमा रक्तमा चिनीको मात्रा नियन्त्रणमा तर सीमामा रहन सक्छ। आर्थिक मामिलामा निर्यात क्षेत्रमा सामान्य अवस्था रहनेछ र मानसिक रूपमा दिमाग सजग भए पनि केही सुस्त महसुस हुन सक्छ। कर्कट राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा कार्य सामान्य रहनेछ। प्रेम सम्बन्धमा दाम्पत्य जीवन सामान्य दिनचर्यामै सीमित रहनेछ। स्वास्थ्य पक्षमा खुला वातावरणमा हिँडडुल गर्नु लाभदायक हुन सक्छ। आर्थिक मामिला आयात कारोबारमा सामान्य लाभ लिन सकिन्छ र मानसिक रूपमा मनलाई विश्राम आवश्यक पर्न सक्छ। सिंह राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा दिनचर्यामा सामान्य परिवर्तन हुन सक्छ। प्रेम सम्बन्धमा प्रिय व्यक्तिको सम्झना आउने तर भेटघाट हुन असम्भव हुने देखिन्छ। स्वास्थ्य पक्षमा सामान्य रुगाखोकीले असहजता दिन सक्छ। आर्थिक मामिलामा आर्थिक सल्लाह सुनेर विश्लेषण गर्नु लाभदायक हुनेछ। मानसिक रूपमा सकारात्मक सोच कायम राख्नु एकदमै जरुरत देखिन्छ। कन्या राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा दिनचर्या सामान्य परिवर्तन हुन सक्छ। प्रेम सम्बन्धमा प्रेम जीवनमा विशेष उपलब्धि नदेखिन सक्छ। स्वास्थ्य पक्षमा पुरानो रोगको लक्षण देखिए पनि गम्भीर नहुने सङ्केत छ। आर्थिक मामिलामा प्रचार प्रसारको प्रभाव मध्यम रहन सक्छ र मानसिक रूपमा अरूको समस्या सुन्न रुचि कम देखिन्छ। तुला राशि। आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा न त विशेष लाभ न त हानि सामान्य दिन रहनेछ। प्रेम सम्बन्धमा भावनात्मक सन्तुलन कायम रहनेछ। स्वास्थ्य पक्षमा सामान्य रुगाखोकीले असहजता दिन सक्छ। आर्थिक मामिलामा बिमा वा दीर्घकालीन योजनाबारे सोच्ने समय रहन सक्छ र मानसिक रूपमा पुरानो मानसिक द्वन्द्व यथावत रहन सक्छ। वृश्चिक राशि। आज केही क्षेत्रमा सावधानी आवश्यक देखिन्छ। कार्यक्षेत्रमा समाजमा मनमुटाव हुन सक्छ। प्रेम सम्बन्धमा ठुलो अवरोध आउने देखिन्छ।
स्वास्थ्य पक्षमा जोड्ने दुखाइ बढ्न सक्ने सम्भावना छ। आर्थिक मामिलामा सुन चाँदीको मूल्यमा ठुलो उतार चढाव देखिन सक्छ। आर्थिक मामिलामा उतार चढाव आउन सक्ने हुन्छ र मानसिक रूपमा न त अत्याधिक आशावाद न त निराशा देखिन्छ। धनु राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा ग्राहकसँग सामान्य संवाद हुनेछ। प्रेम सम्बन्धमा परिवारको सम्बन्ध सुदृढ रहनेछ। स्वास्थ्य पक्षमा संक्रमणबाट बच्न सामान्य सावधानी अपनाउनु उपयुक्त हुनेछ। आर्थिक मामिलामा साझेदारसँगको सम्बन्ध स्थिर रहनेछ र मानसिक रूपमा नयाँ कुरा सिक्न रुचि कम देखिनेछ। मकर राशि आज केही क्षेत्रमा सावधानी आवश्यक देखिन्छ। कार्यक्षेत्रमा व्यावसायिक सम्बन्धमा उत्साह कम हुनेछ। प्रेम सम्बन्धमा पार्टनरसँगको सानो मतभेद बढ्न नदिन उपयुक्त उपाय अपनाउन आवश्यक छ। स्वास्थ्य पक्षमा आजको दिन स्वास्थ्यका दृष्टिले सामान्य रहनेछ। आर्थिक मामिलामा आर्थिक उन्नतिका अवसर सीमित देखिन सक्छ। आर्थिक मामिलामा आर्थिक उन्नतिका अवसर सीमित रहनेछ र मानसिक रूपमा कलात्मक प्रेरणामा कमी देखिन्छ। कुम्भ राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा दिन सामान्य रूपले बित्नेछ। प्रेम सम्बन्धमा दाम्पत्य जीवन सामान्य ढङ्गले चल्नेछ। स्वास्थ्य पक्षमा योग वा व्यायामको समय मिल्न कठिन हुन सक्छ। आर्थिकमा भाग्य सामान्य रूपमा रहेको छ र ठुलो उपलब्धि हुने कम सम्भावना देखिन्छ र मानसिक रूपमा संवाद सामान्य र विशेष उत्साह नदेखिनेछ। मीन राशि आजको दिन सकारात्मक र प्रगतिशील रहनेछ। कार्यक्षेत्रमा दैनिक काम सहज रूपमा अघि बढ्नेछ। प्रेम सम्बन्धमा पुरानो सम्बन्धको सम्झनाले मन अलि विचलित हुन सक्छ। स्वास्थ्य पक्षमा अस्वास्थ्यकर खानाबाट टाढा रहनु उपयुक्त हुनेछ। आर्थिक मामिलामा शेयर बजारमा सामान्य उतार चढाव देखिन सक्छ र मानसिक रूपमा गहिरो सन्तुष्टिभन्दा सामान्य अनुभूति रहन्छ।